गुड मर्निङ, शुभ बिहानी, शुभ प्रभात, शुभ सन्ध्या, शुभ दिन सम्पूर्ण साथीहरुमा एनपी सोनाली च्यानलमा तपाईहरुलाई स्वागत छ। र आज पनि हामीले सोनालीको चल्लाको अपडेटिङ भिडियो लिएर आइसकेका छौं। सोनालीको चल्ला आज 56 दिन भयो र आज 2082 साल वैशाख 25 गते, समय अहिले लगभग 10 बजेको छ। आज दिन घमाइलो छ। हिजोको पानी पछि, हिजोको वर्षा पछि दिन घमाइलो भइरहेको तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ। सोनालीको चल्ला अहिले चाहिँ चल्लाबाट चाहिँ यिनीहरू बढेर चाहिँ यिनीहरू अहिले लगभग यिनीहरूको सबै भुत्लाहरू, यिनीहरूको वेटहरू देखि लिएर सबै बढेको तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ। र सदा चाहिँ आज पनि हामीले सोनाली चल्लालाई चाहिँ हामीले यसरी चाहिँ नि सादा पानी कन्टिन्यू हामीले यसरी चाहिँ पानी हाल्दिरहेका छौं। र यिनीहरूलाई चाहिँ पानी हामीले सकिने बित्तिकै यिनीहरूलाई फेरेर चाहिँ हामीले पानी हाल्दिरहेका छौं। सोनालीको चल्लाहरू यसरी चाहिँ माथि चढेर बस्ने पनि गर्दछन्। हामीले चाहिँ यो पानी नपुग्ला भनेर हामीले अघिल्लो भिडियोमा भने जस्तै यसरी चाहिँ बाटामा पानी राखेर माथिबाट बाल्टिनले छोपेर चाहिँ नि जति चाहिने पानी त्यति मात्र निस्किने हिसाबले हामीले चाहिँ नि यो नयाँ आफैले बनाएको टेक्नोलोजी, नयाँ आइडियाले चाहिँ हामीले काम गरिरहेका छौं। भिडियोमा तपाईले देख्न सक्नुहुन्छ। र सदा चाहिँ आज पनि हामीले सोनालीको चल्लालाई चाहिँ नि B2 दाना चाहिँ नि क्रमशः रूपमा चाहिँ हामीले चाहिँ नि यिनीहरूलाई दिइरहेको तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ। यिनीहरूले दाना मजाले चाहिँ नि आनन्दले प्रशस्त रूपमा चाहिँ यिनीहरूले दाना खाइरहेको तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ। हामीले यिनीहरूलाई सानो बेलामा चाहिँ यसरी भुस्सा ओछाएर चाहिँ राखेको थियौ र भुस्सा चाहिँ यिनीहरूले अहिले यसरी छरपष्ट गरेर भुस्सा भनौं, कनिका चाहिँ यिनीहरूले छरपष्ट गरेर चाहिँ यसरी चाहिँ यिनीहरू मजाले चाहिँ कनिका केलाउँदै खाने गरिरहेको तपाईहरुले भिडियोमा पनि देख्न सक्नुहुन्छ। सोनालीको कुखुराहरू यसरी चाहिँ मजाले चाहिँ नि खोर्सेर खाने, खेल्ने, किराहरू टिप्ने, खाने पनि गर्छन् तपाईले भिडियोमा देख्न सक्नुहुन्छ। र यसै गरी हामीले चाहिँ ठाउँ अभावको कारणले गरेर हामीले चाहिँ यसरी भित्र थुनेर पालेका छौं। र हाम्रो ध्वासे चितुवा कृषि फार्मको रोशन ढकाल सरले चाहिँ यिनीहरूलाई फ्री रेन्ज रूपमा पनि मजाले चाहिँ नि पाल्न सकिन्छ गाउँघरमा भनेर भन्नुभएको छ। सोनालीको चल्लाहरू चाहिँ एक आपसमा एकदम मिलेर बस्ने पनि गर्दछ र बेलामा चाहिँ यिनीहरू चाहिँ नि ठुङ्ने पनि गर्दछ, खेल्ने पनि गर्दछ र यिनीहरू मजाले चाहिँ नि यसरी चाहिँ नि दाना मजाले टिप्ने, मजाले खाने गर्दछन्। आज 55 दिन भयो र अबको 5 दिनपछि चाहिँ नि 2 महिनापछि चाहिँ यिनीहरूलाई लिभर टोनिक दिएर जुकाको दबाई दिनुपर्ने हुन्छ र लिभर टोनिक र जुकाको दबाई दिएको पनि हामी तपाईलाई देखाउने छौं। र मैले भने जस्तै आज भोलि चाहिँ अलिकति गर्मीको कारणले गर्दाखेरि यिनीहरूलाई गर्मी धेरै छ र तापक्रम धेरै भएको अवस्थामा चाहिँ तपाईहरुले चाहिँ यिनीहरूलाई ग्लुकोज पानी चाहिँ दिएर चाहिँ ग्लुकोज पानी पनि तपाईहरुले दिन सक्नुहुन्छ। ग्लुकोज पानी चाहिँ कति दिने, ग्लुकोज कति हाल्ने भनेर चाहिँ नजिकैको भेटनरीमा गएर ग्लुकोज लिएर आएर अनि डाक्टरसँग चाहिँ नि परामर्श लिएर चाहिँ नि तपाईहरुले ग्लुकोज पानी दिन सक्नुहुन्छ। भिडियोमा देखे जस्तै यो कुखुराहरू चाहिँ मजाले यसरी चाहिँ माथि बस्ने, यिनीहरूले चाहिँ यो यस्तो चाहिँ डोकोहरुमा चाहिँ नि यसो चाहिँ नि यो क्रेटहरुमा चाहिँ नि अन्डा पार्ने भएको कारणले हामीले अहिले नै चाहिँ नि हामीले यसरी चाहिँ नि डोको राखिदिएको छौं ताकि पछि चाहिँ नि यिनीहरूलाई अहिलेदेखि नै बानी परोस्, डोकोमा गएर अन्डा पार्नको लागि भनेर चाहिँ हामीले यसरी पनि बनाइदिएको छौं। र हामीले टाडको निर्माण पनि यसरी गरिदिएको छौं। टाड चाहिँ हामीले यसरी बाँसलाई चाहिँ नि चिरेर यसरी चाहिँ टाड बनाइदिएको छौं र ठाउँमा किला राखेर हुन्छ या चाहिँ नि स्थानीय स्रोतमा के छ हैन, डोरीहरुले बानेर, तारहरुले बानेर पनि तपाईहरुले चाहिँ यसरी टाडको निर्माण गर्न सक्नुहुन्छ। हामीले पनि त्यसरी नै गर्दिरहेको छौं र अहिले एकदम चाहिँ नि हेल्दी रहेको छ कुखुरामा कुनै पनि खालको समस्या छैन, एकदम राम्रो छ। यिनीहरू चाहिँ एकदम हेल्दी छ, एकदम एक्टिभ छन्, यिनीहरू मजाले खेलिरहेको छन्। यिनीहरू चाहिँ मजाले तपाईहरुले देख्न सक्नुहुन्छ। यिनीहरूको सिउरहरू पनि धेरै राम्रो आउन थालिसकेको छ, ठुलो भइसकेको छ र यिनीहरूको जुन यो पुच्छर हुन्छ, पुच्छर पनि यिनीहरूको एकदम राम्रो माथि हुँदै गइरहेको छ। अब यिनीहरूको पुच्छर जति बढ्दै गयो, जति ठुलो हुँदै गयो, यिनीहरूको पुच्छर एकदम राम्रो, लुक्स राम्रो, हेर्दाखेरि राम्रो देखिने, एकदम हेर्दाखेरि हाम्रो गाउँघरमा पाइने लोकल कुखुरा, स्याकिने कुखुरा, जङ्गली कुखुरा जस्तो हुने गर्दछ। यिनीहरू यसरी चाहिँ नि एक आपसमा जुधेर पनि खेल्ने गर्दछन्। धेरै धन्यवाद अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा। हामीले चाहिँ 55 दिनको सोनालीको अपडेटिङ भिडियो बनाएका छौं।
र आगामी दिनमा हामी यस्तै भिडियोहरू ल्याउनेछौँ। त्यसको लागि हजुरहरूले हाम्रो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला र नजिकै रहेको बेल बटनलाई पनि क्लिक गर्नु होला र यतिखेर हाम्रो भिडियो हजुरहरू कुन ठाउँबाट कुन गाउँबाट कुन देशबाट कुन प्रदेशबाट स्वदेशबाट विदेशबाट यतिखेर हामीलाई हेर्दै हुनुहुन्छ कृपया कमेन्ट गर्नु होला ताकि नयाँ भिडियोहरू हजुरहरूको च्यानलमा हजुरहरूको युट्युबमा सर्वप्रथम जाओस् भनेर भन्दै आजको लागि म भिडियो यति नै गर्न चाहन्छु। जता हुनुहुन्छ जहाँ हुनुहुन्छ जहाँबाट हेरिरहनु भएको छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस् भन्दै आजको लागि भिडियो यति नै। धेरै धेरै धन्यवाद।